गुड मर्निङ। आज म घर गइरहेको छु र आज एउटा पनि म सुतेकै छैन किनभने घर जानेको एक्साइटमेन्ट एकदम धेरै थियो। अहिले लगभग 2:09 भइसकेको छ। अब अहिले हामी 3 बजे निस्किने हौँ, हामीहरू सबैजना निस्किने हौँ। अनि त्यही भएर अब निस्किँदैछौँ एकछिनमा 3 बजे निस्किएर अनि अब घरको लागि बर्दियाको लागि तयार हुँदैछौँ। अब निस्किने नै हो। साथी मेरो साथी यस्तो अहिले भइसकेको छन्। म कस्तो छु थाहा छैन गाइज। ओ भाइ र गाइज यही ठाउँ हो हाम्रो जाम भएको ठाउँ। पनि यही थियो। यत्रो 2-4 दिन अहिलेसम्म पनि काम गर्दैछन्। अनि यतापट्टि ठुलो भिड छ अनि पानी छ। सायद यो त्रिशुली नदी हो। अनि यही ठाउँबाट हेर्नुहोस् माथि पहिरो आउँछ। यतिखेर पानीमा एकदम भिजेको छु गाइज। पुरा अघिको धुलोले गर्दा ऊ भइसकेको छ एउटा। गाइज यति मेरो धुलोले गर्दा यति आँखा कालो भइसक्यो कि यहाँ बाहिर यति खतरा पानी। म पुरै हेर्नुहोस् यहाँ मिजु छन् अनि त्यहाँबाट भनेको अनि हाम्रो साथीहरू छन् 2 जना हाम्रो रुममेटहरू अनि मिजु। तर आँखा पनि खतरा भइगयो गाइज। यो धुलोले गर्दा एकदम कालो आँखा भएको के। अघि यस्तो धुलो थियो, यति धुलो थियो कि त्यो धुलोले गर्दा पुरा आँखा पनि कालो भयो। के भयो। ल गाइस हामी चिया खाँदैछौँ अनि पानी अब बिस्तारै कम हुँदैछ। तर आकाश गर्जिरहेछ हेर्नुहोस्। ल गाइस यो भनेको हाम्रो चितवन हो। चितवनको ठाउँमा आइपुग्यौँ अहिले। ल यो हामी अहिले आइपुग्यौँ नवलपुरमा। नास्ता पनि खाइसक्यौँ यो होटलमा। अब अहिले 9:45 जति भएको छ। अनि अब पुगिसक्यौँ। अब केही समयपछि बुटोल पुग्छौँ। अब साथी यहाँदेखि चाहिँ साथीले चलाउने बाइक। फाइनली अब चाहिँ मैले मुख पुरै धोएँ यसमा किनभने यस्तो भइसकेको थियो कि म चिन्नै नसक्ने जस्तो भइसकेको थियो। किनभने यति खतरा धुलो धुवा यस्तोमा फर्स्ट टाइममा ऊ भयो। मेरो फर्स्ट टाइम मेरो आँखा पनि पुरा गाजर लागेको जस्तो थियो। अनि साथीको पनि त्यस्तै, मेरो पनि त्यस्तै। यो कपाल पनि यस्तो छ कि एकदम हार्ड भइसक्यो धुलोले गर्दा। अब कसरी अब यस्तै गर्दै घर पुग्ने हो, दसैँ मनाउने हो। र गाइस अब हामी बुटोल पुग्यौँ। बुटोल
हेर्न सक्नुहुन्छ बुटोलमा। र म बुटोलमा आउने बित्तिकै म मेरो एकजना साथीलाई सम्झिन्छु, शिवलाई। अनि उसँग यो ठाउँमा घुमेको एकदम धेरै याद आउँछ। यो ठाउँमा मेरो एकदम मिल्ने साथी, एकदम बेस्ट फ्रेन्ड मेरो शिवसँग हिँडेका थियौँ हाम्रो यो ठाउँमा। एकदमै याद आउँदैछ उसको। जो सबै ठाउँमा उता त्यो माथितिर छ, त्यो के भन्छ त्यो गोदावरीको त्यो गोदावरी भन्ने ठाउँ उता माथि पहाडको माथितिर छ। अनि खै कतातिर हो त्यो लेखेको हो नै हो सायद। हो 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 त्यही हो त्यही हो, बुटोल फुलबारी भन्ने उसमै हामीहरू गएको थियौँ मेरो साथीसँग। अनि उतातिर त्यो नास्ताहरू पनि खाएको थियौँ हामी ऊ र म। धेरै एकदम धेरै याद छ मलाई उसको। अनि यो ठाउँ पनि एकदम राम्रो छ, रमाइलो ठाउँ छ। अहिले चाहिँ हामी यही बुटोलकै यो ठाउँमा छौँ। साथीहरूले एकदम निकै पछाडि परिसके, वेट गर्दैछ उनीहरूको लागि। हामी यहाँ चाहिँ मिजुरमा छौँ। मिजु, आजको राइड तपाईँलाई कस्तो लाग्यो भन्नुहोस्? अरे बहुत मजा आइरहेछ। कतिको मजा आइरहेछ भन्ने कुरा मिजुको आँखाबाट थाहा हुन्छ। मेरो पनि त्यस्तै हालत छ। यसले यो त क्यामेरामा त एकदम राम्रो ब्युटिफुल देखाइदिरहेको छ होइन, तर रियलमा हामी यति फोहोर देखिरहेछौँ कि कुरै छोडिदिनु। एकदम धुलै धुलो। मेरो पनि कस्तो मेरो कपाल यस्तो छ कि पुरै छोडिदिनु। अब धुलोले गर्दा त्यही पनि घर गएर हिरो बन्ने हो फेसवास गरेर। ल गाइस, अब हामी भालुमाङमा पुग्दैछौँ। यो पहाडको बाटो। अनि उताबाट बस आउँदैछ कि गाडी आउँदैछ। ल अहिले चाहिँ हामी जङ्गली खोलामा पुग्यौँ। बाटो एकदमै खतरनाक छ, त्यसलाई एकदमै सावधानी अप्नाउनु होला। जङ्गली खोलाहरू छ। र अहिले हामी यति सुन्दर ठाउँमा पुग्दैछौँ, भालुमाङ दाङ। अब आउँदैछ, हेर्नुहोस् कति राम्रो सुन्दर ठाउँ छ। आज म एउटा पनि राति निदाएकै छैन म आज राति, किनभने घर आउने एकदम एक्साइटमेन्ट, एकदम धेरै एक्साइटमेन्ट। त्यही कारणले गर्दाखेरि म एउटा अलिकति पनि म सुत्नै पाएन त्यो एक्साइटमेन्टले गर्दा। एकदम एक्साइटेड छु म आज घर आउनको लागि। र अब त्यो समयमा म घर पनि पुगिहाल्छु। मम्मी उत्तिकै, बुवा उत्तिकै, सबैजना मेरो फ्यामिली एकदमै खुसी हुनुहुन्छ। अब त्यो समयमा म पुगिहाल्छु। यति राम्रो सुन्दर दृश्य छ, एकदमै प्रकृतिले छाएको हाम्रो देश नेपाल। हेर्नुहोस् यति राम्रो बाटो छ। खतरा रहेछ। यो चाहिँ खाडी खोला भन्ने ठाउँमा आइपुग्यौँ। यति राम्रो पहाड छ। हेर्नुहोस् दाङको काठमाडौँ रहेछ। अजय देवगनको मामा गयो भर्खर गयो। वाउ, कस्तो राम्रो ठाउँमा छ। ओहो। ल एकदमै राम्रो दृश्य पनि देखियो। यहाँ एकदमै धेरै शिव भाइरल यो डाँडा मन्दिर पनि अझै कपिल वस्तु नै लाग्दो रहेछ। यो ठाउँमा पेन्ट गरेको छ। अनि यो ठाउँ पनि देखियो। र यता हामी नास्ता खाने उद्देश्यले आएका थियौँ। अनि यहाँ भगवान्को दर्शन पनि गरिहालौँ भनेर। यतातिर चाहिँ भगवान्को तस्बिर, यो चित्र छ भगवान्को। एकदम राम्रो ठाउँ छ यो यतापट्टि। तर साँच्चीकै यो जटा
आएको जस्तो अनि यो फेस यस्तो जस्तो लाग्यो मलाई चाहिँ एकदम राम्रो ठाउँ छ यो अहिले चाहिँ हामी 2:45 बजे यहाँ लम्हे बजारमा आइपुग्यौँ। यस्तो छ, अब फेरि नास्ता खाने भन्दैछन् साथीहरू। अनि त्यसपछि मेरो चाहिँ एकदम फेस पनि नदेखाउने लायक भइसक्यो। म त एकदमै के भयो आँखा पनि सब रातो छ अनि धुलोले गर्दा मुख पनि सेतो छ अनि आँखामा गाजर लागेको जस्तो छ। अब के भन्ने एकदम ए प्रभु। यसमै हामीहरू यो कुन पसल हो खै यसमा गइरहेछौँ नास्ता खाना। अझै राम्रो यसमा गएर त्यो एकछिनमा गएर बेमा गएर त राम्रो पुग्यो मुग्यो। यु आर भेरी गुड बॉय। अब अहिले हामी गुलेका छौँ। अब घर पुग्दै छौँ हामीहरू। अब यहाँ यसले बाइक चलाउँदैछ कृष्णले अनि म पछाडि बसेको छु। अनि अब आजको यो मेरो सानो भ्लग एकदमै यहीँ छु। मेरो यहाँ बुवा लिन आउनुभयो। मैले मेरो यो मेरो मुटुको टुक्रा भन्दा पनि हुन्छ है, मेरो एकदम इमोसनसँग जोडिएको बाइक हो यो। अब यो चलाउँछु यो बाइक। यति 3 महिनादेखि यति तडपिरहेको थिएँ यसको फोटो हेरी यति माया गर्छु म यो बाइकलाई, पुरै छोड्दिनँ। अब बाइक चलाउने हो र अब म यही अब अहिले म उ गरिदिन्छु।